चीनका शीर्ष एआई लिडर्सहरूले चेतावनी दिएका छन् कि ठूलो आर्थिक लगानी, आइपिओ मार्फत जुटाइको पुँजी र नयाँ एआई मोडेलहरू सार्वजनिक बीचके पनि कटिङ एज एआई डेभलपमेन्टमा चीन र अमेरिका बीचको अन्तर अझै बढिरहेको छ। बीजिङमा आयोजित एक प्रमुख एआई सम्मेलनमा अलिबाबा, जिपू एआई, टेन्सेन्ट जस्ता कम्पनीका उच्च अधिकारीहरूले आफ्नो धारणा राख्दै भने कि नजिकको भविष्यमै चीनले ओपन एआई र एन्थ्रोपिक जस्ता अमेरिकी एआई कम्पनीहरूलाई उछिन्ने सम्भावना कम देखिन्छ। चीनका एआई स्टार्टअपहरूले हालका वर्षहरूमा उल्लेखनीय प्रगति गरेका छन् र ओपन सोर्स एआई मोडेलहरू पनि प्रस्तुत गरेका छन्। तर उन्नत कम्प्युटिङ रिसोर्सेसमा सीमित पहुँच, उच्च क्षमताका चिप्स उपलब्धतामा समस्या र अमेरिकाद्वारा लागू गरिएको हार्डवेयर एक्सपोर्ट नियन्त्रणले दीर्घकालीन विकासमा चुनौती थपिरहेका छन्। एआई लिडर्सहरूले प्रगति जारी रहे पनि युएससँगको एआई प्रतिस्पर्धामा केही महत्त्वपूर्ण क्षेत्रमा अन्तर कायम रहने वा अझै फराकिलो हुन सक्ने सङ्केत गरेका छन्।